एक परिणामले जीवनको मूल्य तोक्दैन। परीक्षा एक हिस्सा हो, जिन्दगी होइन। एसएलसीमा पास हुनु ठुलो कुरा हो, तर त्यो अन्तिम गन्तव्य होइन। जसले पास गर्नुभयो बधाई छ, तर जसको नाम सूचीमै आएन तपाईँ हार्नु भएको होइन। तपाईँ अझै सङ्घर्षको पहिलो मोडमा हुनुहुन्छ। सफलताको अर्थ सधैँ किताबको अङ्कबाट नापिँदैन। कसैले 90% ल्यायो होला, कसैले A+ ल्यायो होला, कसैले कुन ग्रेड ल्याउनु भयो होला, तर त्यो तपाईँको आत्मबल, सपना र मेहनतभन्दा ठुलो होइन। पास र फेल भन्ने शब्दले तपाईँको भविष्यको कदर गर्न सक्दैन। फेल भन्नाले केवल फर्स्ट एटेम्प्ट इन लर्निङ हो, सिकाइको पहिलो प्रयास। सम्झनुहोस्, थोमस एडिसनले 1000 पटक असफल भएर बल्ब बनाएका थिए। अब्दुल कलामले पहिलो प्रयासमै सफल नभए पनि अन्ततः राष्ट्रपतिको कुर्सी पाएका थिए। यस्ता कैयौँ उदाहरणहरू छन्। जो जिन्दगीमा सफल छन् उनीहरूले कहिल्यै हार नमान्ने कला सिकेका छन्। प्रिय भाइ बहिनीहरू, कृपया आत्महत्या जस्तो निर्णय नलिनुहोस्। एक नतिजाले तपाईँको अस्तित्व, तपाईँको माया गर्ने आमा बुवाको सपना, तपाईँको जीवनको सुनौलो सम्भावना समाप्त गर्न सक्दैन। जीवन परीक्षाभन्दा ठुलो हो। आज तपाईँ फेल हुनुभयो, तर यो तपाईँको अन्तिम प्रयास होइन, यो त सुरुवात हो, तपाईँको दोस्रो अझ बलियो अवतारको। तपाईँको मूल्य तपाईँको मार्क्सले होइन, तपाईँको मनोबलले तोक्छ। कहिल्यै नहारेका मानिसहरूले जीवनको गहिरो अर्थ बुझेका हुँदैनन्। एसएलसी पास गर्नु ठुलो कुरा हो, तर जिन्दगी जित्नु अझ ठुलो कुरा हो। कृपया हिम्मत नहार्नुहोस्, तपाईँको जीवन अनमोल छ। एक परिणामले तपाईँको उज्यालो भविष्यलाई रोक्न सक्दैन। तपाईँ सक्नुहुन्छ, तपाईँ अगाडि बढ्न सक्नुहुन्छ, अनि तपाईँ अवश्य सफल हुनुहुनेछ। सो प्लिज try to understand the value of life. Don't get carried away by the emotions. Thank you.